आज चाहिँ प्लेन सिटबाट म आज भ्लग गर्दैछु। आज चाहिँ हामी कसैले बजार जाँदैछौँ। नयाँ अब के कसो छ लोकल प्रडक्टहरू राख्नु हुँदो रहेछ त्यहाँ। त्यही भएर यसो हेरेर अब मन पऱ्यो लिन जाऊँ न भनेर अब म चाहिँ आज पछाडि बसिरहेको बुढीको अगाडि बुढीले चलाउँदै छिन्। त्यही भएर हामी चाहिँ कसैले बजार जाँदैछौँ। हेरौँ के हुन्छ कसो हुन्छ। अहिले बजेछ 8 बजे हो। हिजो चाहिँ होली चाहिँ खेलेको हामी चाहिँ, तर लडाइँ धेरै भयो। अदरवाइज एकदम राम्रो है। अब धेरै ठाउँमा चाहिँ लडाइँ मात्रै देखिन्छ होलीमा। होली त फ्रेन्डसिपको एउटा प्रतीक हो नि त। लडेको झगडा गरेको सबै के अरे सुला गर्ने दिन पनि हो खास भन्यो भने। तर अचल भोलि चाहिँ लडाइँ मात्र देखेँ मैले त। पहिला त्यस्तो हुन्थ्यो, अहिले पनि त्यस्तै हुँदो रहेछ। झगडा नगरौँ, राम्रोसँग होली मनाऊ, एकअर्कालाई चाहिँ सम्मान गरौँ, रेस्पेक्ट गरौँ होइन। त्यही नै हो। अब यस्तो खान पायो भन्दैमा धेरै नखाउँ होइन, ठिक्कको खाउँ। अदरवाइज होली एकदम राम्रो थियो, मान्छेको भिड एकदम राम्रो होइन। यो सबै सेलिब्रेट गरेको एकदम राम्रो देखिएको थियो। यहाँ चाहिँ हामीलाई सानो कन्फ्युज भयो। यता ट्राफिक चौकदेखि यतातिर लेफ्ट ह्यान्ड साइड लागेर अनि यता भित्र जानु पर्दो रहेछ। पर भयो। अनि यहाँ चाहिँ पार्किङ छ। यहाँ चाहिँ पार्किङ रहेछ। झर्नुपर्ने हो म ल। यही नै हो भित्र होइन। सानो स्टल रहेछ, धेरै ठुलो त रहेनछ। स्टिल कन्फ्युज हुन्छ नि। यतादेखि आएर यतातिर हो पार्किङहरू, कारहरू पार्किङ गर्नुभएको छ। यतातिर पो रहेछ लेस्सी के छ भनेर किन्न मन लाग्यो। किन होला नि त, राम्रो केही छ भने। चेक गर्नु ल, मैले सेन्ड गरिसकेको छु। आयो हामीले चाहिँ अहिले सुरुवाल र कम्प लिएर गयौँ होइन यहाँदेखि। अरू के यहाँ देखाऊ त। यो चाहिँ भाङ होइन। अनि यो चाहिँ हजुर हो। यो चाहिँ के हो दिदी? फापरको पिठो। यो चाहिँ त्यो सिलाम फापरको पिठो उपचाना फापरको छ हामीसँग कोदोको आटो छ फापरको पिठो रोटी खानाले राम्रो। ओके। यो चाहिँ मकै। मकैको। यो चाहिँ बेसार। त्यो मकैको पिठो त्यो मासको दाना हो। योहरू सबै हामीसँग उता रोड। ए यो चाहिँ तिम्रो कुन चाहिँ फापरको लैजाने भनेको? रोटी खान राम्रो हुन्छ। कुन चाहिँ यहाँ फापरको प्याकेजिङ चाहिँ कसरी छ? 250 रुपियाँ किलो छ। लिने हो एउटा ब्यागै भएन क्या अरू भन्दा नि। 250 होइन? हेरिहालौँ न। कहाँदेखि आएको अरे यो? उता रोल्पाबाट? ए भोड्कीमा अब तिम्रो पैसा हान्ने यसमा। 2 दिनमै निकाल्नु मन लाग्छ। कामै छैन त्यसो भए त। यो तिम्रो काम लाग्ने चिज यहाँ रहेछ। 2 दिनमै निकाल्नु मन लाग्छ। यो चाहिँ के हो फेरि? यो चाहिँ ए स्ट्यान्ड हो, जहाँ राख्नु टेबल कार जहाँ पनि राख्नु मिल्छ। भगवान पो रहेछ है फोन त, त्यही भएर नदेखिरहेको मैले।
गणेश यो चाहिँ उसो होला हैन ग्लास टी कोस्टर कोस्टरहरु ओ हेयर ब्यान्ड हो यो बबाल देखेछ है यससँगै आउने हो यो चाहिँ हैन यो चाहिँ नि ए यसको हो सँगै भयो 7 चक्लेट ह्याङ्गिङ पेन यो दामी रहेछ ह्यान्डमेड हेर त फोटो त रहेछ तर कसको आफूले राखेर गर्नु पनि मिल्यो नि त अर्डर अनुसार कस्टमाइज पनि हुन्छ पेस्ट्री के छ तिमीलाई लिनु मन लाग्यो यहाँ किरिङ ए उस पनि छ यहाँ क्यान्डलहरू पनि सुन फ्रेग्रेन्ट छ यसमा सुन केले बनेको यो चाहिँ केले बनेको रोजमेरी कसरी छ नि यिनीहरूको प्राइस यसको हजुरको 300 अनि यसको चाहिँ हजुरको 350 यो सबै सेटसँगै आउँछ ठिकै हो प्राइस यहीँ बनाएको यो चाहिँ तिमी लग्ने एउटा हो फेरि एक्टिङ खत्रै गरिदिन्छ कि खै रोजमेरी र उसले गर्दा होला नि यो बाहिर मात्रै टपिङ गरेको भित्र पनि रोजमेरी हो ल नि हो तिमीलाई एउटा यो गरिदिनु अनि एउटा चाहिँ यो गरिदिनु नि त कहाँ झुन्न चाहिँ नि ठाउँै छैन ढोकामा राम्रो छ यो पनि भाइ यसमा के हो यसमा स्मुदी बलहरू हो हजुर एउटा हाम्रो यो एभोकाडो स्मुदी बाउल हो यो रेडवाला चाहिँ स्ट्रबेरी स्मुदी बाउल है यो चाहिँ ओएसिस भन्ने हो फ्रोजन हो र यो होइन है होइन अघि भर्खरै बनाएको हजुर बबाल है यो चाहिँ प्याकिङ गर्दाखेरि यस्तो नराम्रो देखेको हाम्रै उसमा आउटलेटमा चाहिँ राम्रो देखिन्छ होइन यतिकै राम्रै देखिएछ होइन कुन चाहिँ स्मुदी खान्छौ कि फ्रेस फ्रुट्सहरू चिया सिडहरू माथिदेखि हालिदिएको जस्तो होइन सबै राम्रो छैन यो त ल्याउ नि त खाइदियो ल क्रोसो आयो होइन हामीसँग कुन चाहिँ क्रोसो छ यो ग्रिनवाला चाहिँ पिस्ताचियो यो चाहिँ स्ट्रबेरी चकलेट ब्राउनी कुन चाहिँ यो ब्राउनी हो कि वालनट ब्राउनी अनि यो चाहिँ चिज गार्लिक बन कुकिज कुन चाहिँ हो यहाँ माछा चाहिँ कुन चाहिँ यता ए दुइटै रेड भेलभेट हो यो चाहिँ ए हजुर होइन क्रोसोलाई कसरी छ नि यहाँ चाहिँ ठिकै यो के हो फेरि मुडा चकटीकै बस्ने यो मुडा हो यो पनि हो चकटीमै बस्ने होइन क्या हो चकटी हो के यस्तो हामी पाएको ए भित्रदेखि उस हालेको होला होइन के अरे फर्म हालेको यो चाहिँ दामी लाग्यो मलाई मुडा यो चाहिँ दामी डिफ्रेन्ट हो के हो यो हाम्रो हजुर यो जडीबुटीयुक्त एक यो के जडीबुटीयुक्त रातो च्याउहरू होइन अनि चाहिँ यो सिन्की कालो रानी सिन्की हुन्छ यो त्यसपछि पिपलको पातहरू तुलसी पातहरू अनि पानी अमलाहरू यो चाहिँ यो सबै मिक्स गरेर यो चाहिँ कुरो हो यो नम्बर 1 रातो च्याउ पर्छ हजुर ए खाने हो यो चाहिँ तपाईँको गानो गोला ग्यास्ट्रिकदेखि लिएर तपाईँ चाहिँ जति पनि छन् नि रोगहरू त्यसमा लड्ने क्षमता हुन्छ यसको पग्लिया पनि भएको रेकर्ड छ र सन्चो पनि हुन्छ त्यसपछि यो चाहिँ चिया हो
चिया पनि तपाईँ चाहिँ उठेपछि चाहिँ खानुभयो भने साँझ जति बेला पनि खानु मिल्यो क्या यो खाना खाइसकेपछि पनि मिल्यो खाना नखाँदै पनि मिल्यो तपाईँ यो एकदम चाहिँ 1 नम्बर दबाईको काम गर्छ अनि लड्डु पनि त्यही नै हो यो सबै चाहिँ जडीबुटीयुक्त छ यसैको लड्डु होइन हजुर यसैको लड्डु सबै हजुरले बनाएको यो चप्पल हजुर पानीमा लाउने कुनै छैन मिल्छ होइन यिनीहरू पनि मिल्छ कि पानीमा लाउन पानीमा युज गर्दा नि केही हुँदैन मैले आफै केही युज गरिराखेको हुन्छु सजिलो हुन्छ लाउनलाई पनि यहीँ मात्र स्टोर हजुरको अरू ठाउँ छ कि छैन स्टोर मेरो यो बाहिर चाहिँ त्यति राखेको छैन यहाँ चाहिँ मेरो फर्स्ट टाइम हो अस्ति पहिलोचोटि आएँ अनि राम्रै भयो ठिकै दियो हातले बनाएको राम्रो जान्छ कि हामीले पनि खोजिरहेको हुन्छौँ यस्तै हजुर अनलाइन चाहिँ कार्ड केही छ खै दिनु भरे चाहिँ पछि चाहियो भने जेन्ट्सको लागि पनि हो नै यो लेडिजको मात्रै मात्र हो ल ठिक छ केही भएन मेरो यो ज्योतिनगरमा छ कि यहाँ यसलाई नि अलिक ठुलो गराएर ब्ल्याकमा गराउनु भयो भने भइहाल्यो नि जेन्ट्सको लागि यो त हाम्रो सिम्पलको लागि ल्याएको कि कुनै कुनैले चाहिँ अब यस्तो डिजाइनको बनाइदिनु भन्नुहुन्छ नि त उहाँहरूले बुझ्नुहुन्न डाइरेक्ट अनि यो हेरेपछि गएर थाहा हुन्छ त्यही भएर यस्तो मात्रै सिम्पल लिएर आएको राम्रो छ ल गाइज हामी चाहिँ अब यहाँदेखि लाग्यो जस राम्रो छ अर्ग्यानिकहरू सामानहरू पाइरहेको छ यहाँ यतादेखि पनि खोलेछ गेटहरू यहाँदेखि हामी यतादेखि जान्छौँ आउनु होला सपिङ गर्नु होला एटलिस्ट हजुरले सपिङ गर्नुभयो भने उहाँहरूको दोकानमा चाहिँ अलिकति मोटिभेट हुन्छ राम्रो अझै प्रडक्टहरू लिएर आउनुहुन्छ सबै ह्यान्डमेडहरू रहेछ होइन अब नेपालमा बसेर यो खालको प्रडक्ट किन अलिकति एक्सपेन्सिभ लाग्ला तर बाहिरको कमाइले चाहिँ राम्रैसँग भेट्छ यहाँ चाहिँ राम्रो छ होइन यो बाहिरतिर चाहिँ अझै एक्सपेन्सिभ भएर जाने प्रडक्टहरू हो तर नेपालमा चाहिँ यतिको प्राइसमा दिएको प्रिटी इम्प्रेसिभ आउनु एकचोटि हेर्नुहोस् आफूलाई कतिको मनपर्छ के मनपर्छ लिनुहोस् त्यही नै भन्छु म आज चाहिँ अब हामी चाहिँ घर फर्किन्छौँ त्यही नै हो सो स्कुटीमा ल्यानबर गर्दैछु बुढीलाई आजको लागि हामी छुट्टिनु पर्ने हुन्छ अन्टिल नेक्स्ट टाइम स्टे सेफ स्टे हेल्दी सी यू सुन बाई गाइज